हेलो एन्ड वेलकम टु माई च्यानल। अहिले बजेको छ बिहानको 10 र म उठेर खाना बनाउँदैछु। चिकन मेरो यहाँ फ्राई हुँदैछ। लसुन प्याज अदुवा काटेर रेडी गरेर राखेको छु। भात पाकिसकेको छ। अब चिकन पनि हल्का खैरो खैरो भइसक्यो। डढे कि के हो यो? अब यसमा हाल्न गइरहेको छु म प्याजहरू। अब प्याजलाई एकछिन फ्राई गर्छु। आजको मौसम पनि राम्रै छ। घाम पनि लागेको छैन, पानी पनि परेको छैन। हिजो चाहिँ पानी परिरहेको थियो दिनभरि, त्यसैले मौसम चिसो चिसो छ। आज चाहिँ नपर्दै हुन्थ्यो पानी, किनकि म डेलिभरी गर्न जानुपर्छ आज। हिजो पानी परेको हुँदा मैले डेलिभरी खासै गर्न सकिनँ र भिडियो पनि खासै बनाइनँ। अब एकछिन फ्राई गरेपछि यसमा मरमसला के चाहिने हो सबै हाल्छु। चट्ट पकाएर चट्ट खाएर अनि त्यसपछि डेलिभरी गर्न जान्छु। यसमा चाहिँ मैले मरमसला सबै हालिदिइसकेँ। अब एकछिन 10 मिनट जस्तो पाक्न दिन्छु। यसको कलर चाहिँ यस्तो आएको छ, रातो रातो खोर्सानी धेरै भयो यसमा। मौसम अलि चिसो रहेको छ। आज दिनभरि पानी नपर्दै हुन्थ्यो, किनकि पानीमा डेलिभरी गर्नु एकदमै रिस्की र एकदमै डेन्जरस रहेको छ। मेरो 3 चोटि एक्सिडेन्ट परिसकेको छ। 3 चोटिमा चाहिँ एकचोटि मलाई कारले आएर ठोकेको छ, केही झरीको बेलामा मेरो साइकलको ह्यान्डल नै बाङ्गिने गरी, तर भाग्यवश मलाई चाहिँ केही पनि भएन। 2 चोटिमा प्लित्तै चिप्लेर लडेको छु मेन रोडमै, र एकचोटि चाहिँ मेरो मोबाइल पानीमा भिजेर बिग्रेको छ। त्यसैले झरीमा चाहिँ म खासै प्रिफर गर्दिनँ डेलिभरी गर्नको लागि। तर अहिले घाम लाग्ला जस्तो भएर बिस्तारै बिस्तारै निक्लिन खोजिरहेको छु। अगाडि के कस्तो हुन्छ म तपाईँलाई बताउने नै छु। बाहिर घाम लागिरहेको छ। आज आकाशमा बादल पनि देखिन्छ। म चाहिँ आइसकेको छु आफ्नो लोकेसनमा डेलिभरी गर्नको लागि। यो चाहिँ मेरो ब्याग भयो, यो चाहिँ मेरो साइकल बाइसाइकल, अनि यो चाहिँ म भएँ। मैले चिकन पकाएर तपाईँहरूलाई देखाइनँ, किनकि खासै मिठो भएन चिकन। त्यो एकदमै हुन्छ नि ठुस्स कुखुरा जस्तो बनाउने, सुली जस्तो बनाउने भएर मैले त्यो फालौँ कि भनेर सोचेको थिएँ। फेरि पैसा परेको चिज के फाल्नु, अब खाना त परिहाल्यो, भोक पनि लागिरहेको थियो। फेरि कहाँ अरू पकाएर बस्नु, अरू तरकारी पनि केही थिएन, त्यही चिकनै थियो। त्यही भएर मैले देखाइनँ। म आइसकेको छु अर्डर उठाउन। गोबरदान, यो चाहिँ मेरो अर्डर भयो। यहाँ चाहिँ अर्डर नम्बर भन्नुपर्छ। अर्डर नम्बर भनेपछि चाहिँ यिनीहरूले अर्डर दिन्छ। सो एउटा उठाइसकेको छु, फेरि अर्को एउटा उठाउँदैछु। 2टा भयो। यहाँ चाहिँ हरेक घरको नम्बर हुन्छ र ढोकामा यस्तो सेक्युरिटी अथवा डोरबेल हुन्छ। डोरबेल 14 ह्यास। यो चाहिँ अब त्यो अपार्टमेन्टमा रिङ हुँदैछ। यसले ढोका खोल्छ। डोर इज ओपन भन्यो। यसरी हरेक घरमा यस्तो लक सिस्टम हुन्छ। यो कपाल चाहिँ काट्नु पनि टाइम भएछ, पछाडिको र साइडको कपाल खासै धेरै छैन मेरो, त्यही भएर लामै नै राख्छु। लामो भएपछि जता छैन त्यता ढाक्न मिल्छ कि। अब यो साइडतिर छैन मेरो, यो साइडतिर, त्यसैले लामो भयो भने चाहिँ यतातिर ढाक्न मिल्यो, यतातिर छोप्न मिल्यो। अरू त सबै ठिकै हो, तर पिसाब लाग्यो भने चाहिँ गाह्रो छ। यहाँनिर
पब्लिक टोइलेट खासै भेटिँदैन। कहीँ कति मेन चोकतिर मात्रै देखिन्छ पब्लिक टोइलेटहरू। त्यसैले पिसाब लाग्यो, पेट दुख्यो भने चाहिँ गाह्रो छ। बेलग्रेड चाहिँ युरोपको, इस्टर्न युरोपको खास गरी एकदमै पुरानो सहर हो। त्यसैले यहाँ चाहिँ पुरानो बिल्डिङहरू धेरै जस्तो देख्न सकिन्छ ओल्ड बेलग्रेडमा। यहाँ एउटा खोला छ, सावा खोला भन्ने। त्यो खोला पारिपट्टि चाहिँ तपाईँहरूको न्यू बेलग्रेड त्यसलाई देख्न सकिन्छ। सर्बियाको बारेमा मैले जानेको, मैले बुझेको म छोटकरीमा बताउन चाहन्छु। सर्बिया चाहिँ इस्टर्न युरोपमा पर्दछ। यहाँको राजधानी बेलग्रेड हो। यो चाहिँ ल्यान्डलक कन्ट्री हो। यसको बोर्डर ग्रिस, हङ्गेरी, क्रोएसिया जस्ता देशहरूसँग जोडिन्छ। अनि यो चाहिँ सेन्जेन कन्ट्री होइन, युरोपियन युनियनमा पर्दैन। यहाँको जनसङ्ख्या 66 लाख रहेको छ। 52% महिला र 48% पुरुष रहेका छन्। यहाँको मुख्य भाषा चाहिँ सर्ब्स्की हो र यहाँको मान्छेले चाहिँ ब्रेड आइटम यानि कि रोटीका आइटमहरू धेरै खान्छन्। एकदमै राम्रा मान्छेहरू, खास गरी महिलाहरू चाहिँ एकदमै राम्रा छन्। यहाँका सुन्दरतामा एकदमै राम्रा। मैले सुनेको थिएँ युक्रेनका महिलाहरू चाहिँ धेरै राम्रा हुन्छन् भनेर, तर यहाँको महिलाहरू पनि कम त रहेनछन्। अरू के भनौँ सर्बियाको बारेमा? अरू 300 वर्ष 400 वर्ष चाहिँ अटोमन एम्पायरले राज गरेको देश हो। यो चाहिँ अटोमन एम्पायर भनेको टर्कीहरूले राज गरेको देश हो पहिला। पछि स्वतन्त्र भयो अनि गणतन्त्र के आयो होइन। पोलिटिक्स त त्यस्तै हो जहाँ पनि। अहिले पनि सर्बियामा चाहिँ अब अहिलेको प्रेसिडेन्टलाई हटाउनुपर्छ भनेर बेला बेलामा चाहिँ प्रोटेस्ट भइरहन्छ, आन्दोलन। त्यस्तो नेपाल जस्तो भयङ्करै आन्दोलन हुने होइन, तर शान्तिपूर्ण आन्दोलन। मान्छेहरू बाटोमा हिँड्ने, हुल बनाएर कहाँ जान लाग्यो केही थाहा छैन, जस बाटोमा हिँडेको छ होइन। त्यसरी न तोडफोड न यताउता त्यस्तो केही पनि नचाहिने भद्रगोल चाहिँ केही पनि गर्दैनन्। त्यसरी शान्तिपूर्ण आन्दोलन गर्छन् यहाँको मान्छेहरूले। मान्छेहरू त्यही हो, गोरा जातिकै मान्छे हो। गोरा जाति भनेपछि अब युरोपकै सबै त्यस्तै हो। अनि सबै राम्रै छ यहाँ चाहिँ अहिलेसम्म चाहिँ। तर मान्छेहरू अब यहाँको मान्छेहरूलाई सोद्धाखेरि चाहिँ यहीँको मान्छेले नराम्रो भन्दछ होइन। किन भन्छ त्यो चाहिँ अब थाहा छैन, तर मैले जहाँसम्म देखेको छु, भोगेको छु, यहाँको मान्छेहरू धेरै राम्रो छन्। नेपालीभन्दा कम छैनन् राम्रामा होइन। व्यवहारमा चाहिँ एकदमै हेल्पफुल टाइपको। अब लोकेसन सोध्यो, लोकेसन आफै अब लोकेसन भेटिनँ भने चाहिँ सोद्धाखेरि यिनीहरूले गएर नै त्यही ठाउँमा गएर नि देखाइदिन्छन्, पुर्याइदिन्छन्। एकदमै त्यो व्यवहार, हेल्पफुल व्यवहार चाहिँ मलाई एकदमै मनपर्छ यहाँको। अनि यिनीहरूलाई यसरी घुरेर हेरेको अथवा त्यत्तिकै हेरेको चाहिँ मन पर्दैन। बसमा यिनीहरू बस्दाखेरि तपाईँहरू बसेको छ सिटमा भने यिनीहरू तपाईँसँग आएर बस्दैनन् होइन, छुट्टै बरु उभिन्छन् यहाँको मान्छेहरू। बुढाबुढी भए पनि उभिन्छन्, बच्चाहरू झन् उभिनु भइहाल्यो। अनि एउटा नराम्रो बानी चाहिँ के छ भने सर्बियाको यहाँको बच्चाहरू, चाहे त्यो केटा होस् केटी होस्, 16-17 अब यस उमेर पुगेपछि चाहिँ चुरोट ढेप तान्दै हिँड्छन् बाटोमा खुल्ला। किनकि यहाँ कसैले अब अरूको लाइफमा इन्टरफेयर गर्ने होइन, त्यो कुरा काट्ने त्यस्तो हुँदैन। त्यसैले चाहिँ यहाँ चाहिँ एकदमै फ्रिडम छ, एकदम फ्रिडम। जसले जे गरे पनि हुन्छ उमेर पुगेपछि चाहिँ। बाटोमा अब अँगालो हाल्ने, अब त्यो किसिस गर्ने त सामान्य नै हो यहाँनिर। चुरोट चाहिँ उडाउँदै हिँड्छ। चुरोट चाहिँ बच्चाहरूदेखि लिएर सबैले, आएमै केटी सबैले बाटोमा उडाउँदै हिँड्छन्। अब बियर त क्यान हातमा बोकेर हिँडिरहेको हुन्छ, तर त्यो कसैले मतलबै गर्दैनन्। आफ्नो लाइफमा बिजी छन् सबैजना। यो चाहिँ एउटा युरोपमै आएको जस्तो फिल हुन्छ मलाई यो देख्दाखेरि चाहिँ। बेलुकाको 7 बजिसक्यो, अझै उज्यालो छ। गर्मी महिनामा रातिको 9 बजीसम्म उज्यालै हुन्छ। यो त चढियो, अब यो चाहिँ कहिले चढ्ने होला? मैले भाग्यमा रहेछ भने चढौँला।
अनि एउटा कुरा मैले भन्न बिर्सेछु, सर्बिया चाहिँ एकदमै सेफ कन्ट्री हो। यहाँ चाहिँ चोरी चकारी त्यस्तो गुन्डागर्दी त्यस्तो केही पनि छैन भन्दै म अहिलेको ब्लग चाहिँ यहीँ गर्छु। फेरि भेटौँला। मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।